कतिवटा कुरा सोध्छ कति सुन्न मन लाग्यो 20-30 पटक सुनाइसक्यो त हामी ओके त्यही पनि भन्छु जब हामी फर्स्ट टाइम भेटेको थियौँ मैले कहिले पनि सोचेको थिएन कि लाइक हामी रिलेसन बस्छौँ बोयफ्रेन्ड गर्नु सोचेको थिएन तर त्यो बलिउड फिल्ममा जस्तै हावा आएको मनमा घन्टी चाहिँ बजेको थियो अनि दिमागमा यो सोच चाहिँ आएको थियो कि लाइक यो केटी मेरो लाइफमा आयो भने त मेरो लाइफ काटेर हुन्छ सोचेको थिएँ I probably would have proposed to you earlier but I kept thinking I would choose someone like me who isn't good handsome म राम्रो थिएन नि त अनि किन यसो वर्ष जस्तो लागेको थियो त्योहरू भन्न चाहिँ यत्रो टाइम लाग्यो त्यही हो जसरी भए पनि तिमीले आफ्नो बनाए होइन अहिले हामी रिलेसनमा छौँ होइन छिटो नेपाल छिटो फास्ट I want to hug you tightly अनि उसरी धेरै कुरा गर्न मन छ अनि म चाहँदैन कि कहिले पनि हाम्रो रिलेसन नराम्रो होस् या छुट्टियोस् त मेरो दिमाग ख्याल आउँदैन आयो भने पनि मलाई गाह्रो हुन्छ त्यही हो I love you more than you know okay